सरुमारानी गाउँपालिका 4 का काशीराम शर्माले वर्षौंदेखि बाँझो रहेको जमिन भाडामा लिएर चक्लाबन्दी अदुवा बेसार खेती शुरू गरेका छन्। सुपा देउराली तरकारी फर्म दर्ता गरेर शर्माले बाँझिएर जंगल बनिसकेको जमिनमा चक्लाबन्दी खेती शुरू गरेका हुन्। उनले सरुमारानी 3 बेउरेमा करिब 200 रोपनी जग्गा लिएर चक्लाबन्दी खेती शुरू गरेका छन्। यो जमिन पुरै बाँझिएर रुख उम्रिएका थिए। शर्माले झुलेनी पोस्टसँग भने बाँझिएको जमिनका बिरुवा फाडेर खेती शुरू गरेको छु। यो जग्गाको अवस्था बाँझो जंगल भइसकेको अवस्था थियो। यो जग्गालाई यसलाई अहिले मैले यसलाई खनखोरच गरेर अब यतिको यो जग्गा लिजमा लिनु भयो कि आफ्नै हो? यो लिजमा लिएको जग्गा। 7 जना स्थानीयको वर्षौंदेखि बाँझो रहेको जमिन वार्षिक 50,000 भाडामा लिएर खेती शुरू गरेको उनले बताए। शर्माका अनुसार भाडामा लिएको मध्ये केही जग्गा 20 वर्षदेखि बाँझो थियो भने केही 6-7 वर्षदेखि बाँझिन शुरू गरेको थियो। 15 वर्षदेखि व्यावसायिक मौरी पालन गरिरहेका शर्माले यो वर्ष 200 क्विन्टल अदुवा र 100 क्विन्टल बेसार रोपिरहेका छन्। 10 क्विन्टल अदुवा र 5 क्विन्टल बेसार फलाउने लक्ष्य राखेको बताउने शर्माले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मार्फत 50% लागत सहयोग पाएका छन्। धेरै वर्ष पुरानो जमिन जुन बाँझो जमिन र जुन चाहिँ अन्य बालीहरू उत्पादन नहुने यसरी यी बाँझा जमिनहरूलाई सदुपयोग गरेर अदुवा खेती विस्तार गर्दैछौँ। 12,50,000 कार्यक्रमसँग सम्झौता भएको र त्यति नै रकम आफूले लगानी गर्ने उनको भनाइ छ। कार्यक्रम मार्फत बिउ उपचार, रोप्ने कार्य लगायतका तालिम पनि दिइएको छ।